नमस्ते। आज हामी पार्ट 2 ल्याएर आएका छौँ। योभन्दा अघिल्लो पार्टमा हामीले तपाईहरूले सुन्ने गर्नुभएको छ हाम्रो समाजमा मधुमेह, डायबिटिज, चिनी रोग, सुगर यो सबै एउटै हो। सुगर भएको बिरामीहरूले आजको पार्टमा चाहिँ हामीले सुगर भएको बिरामी अथवा मधुमेह भएको बिरामीहरूले खान मिल्ने र खान नमिल्ने पदार्थहरूलाई कसरी छुट्याउने, के खान मिल्छ, के खान मिल्दैन। यदि खान मिल्ने र खान नमिल्नेलाई पनि हामीले डिभाइड गरेका छौँ 4 वटा पार्टमा। पहिलो भनेको खान कति पनि नमिल्ने हैन, त्यसलाई हामी के भनेका छौँ भने खान नमिल्ने पदार्थहरू भनेका छौँ। अनि दोस्रोमा राखेका छौँ थोरै मात्रामा खान मिल्ने पदार्थहरू है। तेस्रोमा राखेका छौँ साधारण रूपमा खान मिल्ने पदार्थहरू र चौथोमा राखेका छौँ इच्छा अनुसार जति पनि खान मिल्ने पदार्थहरू भनेर राखेका छौँ। त्यही अनुसार पहिलो नम्बरमा रहेको छ खान नमिल्ने पदार्थहरू। खान नमिल्ने पदार्थहरूमा गुलियो पदार्थहरू जस्तै चिनी, मिठाई, अनि त्यसपछि जाम, टिनमा राखिएका फलफुलको जुसहरू, फलफुलहरू, गुलियो पेय पदार्थहरू, फान्टा, कोक, स्प्राइटहरू, आइसक्रिमहरू, यिनीहरू कुनै पनि खान नमिल्ने पदार्थहरूमा पर्दछन्। त्यस्तै गरेर कन्दमूल, आलु, पिँडालु, तरुल, सकरखण्डहरू आदि यस्तो चिजहरू पनि खान नमिल्ने पदार्थहरूमा पर्दछन् भने तेल अथवा घिउमा तारिएका चिजहरू पुरी, पुलाउ, समोसा, चपहरू यस्तो चिजहरू पनि खानै नमिल्ने पदार्थहरूमा राखिएको छ है। थोरै मात्रामा खान मिल्ने पदार्थहरू जस्तै भात, गहुँ, मकै, जौँ आदि यस्तो चिजहरू थोरै मात्रामा खान मिल्ने पदार्थहरू हुन्। त्यस्तै गरेर चिनी नभएको पाउरोटी, बिस्कुट यिनीहरू पनि थोरै मात्रामा कहिले कसो मात्रै खान मिल्ने पदार्थमा पर्छन्। र तेल, घिउ, मकै आदि यिनी पनि रेगुलर खान नमिल्ने, कहिले कसो खान मिल्नेमा पर्छन्। अनि साधारण रूपमा खान मिल्ने भनेको बेला बेलामा खाँदा पनि खासै फरक नपर्नेमा चाहिँ तपाईको दाल, गेडागुडीहरू जस्तै मास, चना, केरौँ अनि मुङको दालहरू चाहिँ साधारण रूपमा बेला बेलामा खान मिलिराख्छ, त्यसलाई समस्याको रूपमा छैन। अनि दुध र दुधजन्य चिल्लो नभएका पदार्थहरू पनि यसलाई साधारण रूपमा खानेकुराहरू पनि राखिएको छ। अन्डाहरू, माछा, मासु, अन्डाहरू आदि यस्तो चिजहरू पनि साधारण रूपमा खान मिल्छ। फलफुलहरू जस्तै सुन्तला, मेवा, मौसम, अम्बा, नासपति र स्याउ यिनीहरू पनि साधारण रूपमा खान मिल्ने चिजहरू हुन्। र अर्को भनेको छ इच्छा अनुसार खान हुने पदार्थहरू। तपाईको इच्छा अनुसार चाहिँ तपाईले जति बेला पनि खान मिल्ने पदार्थहरू, त्यसमा कुनै पनि समस्या हुँदैन, त्यसले सुगरलाई कुनै पनि असर नगर्ने चिजहरूमा जस्तै तरकारी अथवा सागसब्जीमा काँचो अथवा उमालेका जस्तै काउली, बन्दागोबी, गाजर, च्याउ, रायो, प्याज हैन, यो सलगम, पुरिल्लो, अनि काँक्रो, मुला, गोलभेडा, परवल, भान्टा, फर्सी, हरियो सागहरू, रायो, पालङ, चम्सुर यस्तो चिजहरू चाहिँ रेगुलर रूपमा खाँदाखेरि जति इच्छा लाग्छ त्यति खाँदाखेरि पनि यसले कुनै असर गर्दैन। जस्तै फलफुलहरूमा खरबुजा, कागतीहरू चाहिँ यिनीहरू तपाईको इच्छा अनुसार जति खाए पनि सुगरलाई कुनै पनि असर गर्दैन। अनि पिउने पदार्थहरूमा चिया, कफी, चिनी जिरो भएको चिया, कफीहरू, कम क्यालोरी भएको पेय वस्तुहरू, अनि घरमा बनाएका तरकारीका सुपहरू यिनीहरू चाहिँ जति खाँदा पनि असर नगर्नेमा पर्छन्। अन्यहरू सलादहरू अनि मरिचहरू चाहिँ यसले पनि खासै सुगरलाई असर गर्दैन। हस्, धन्यवाद।